रातारात एउटा स्कुल गायब गरिएको छ। स्कुलको भवन नै यो ठाउँबाट गायब भयो। कस्तो अजीब घटना। बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 5 स्थित रहेको गौतम बुद्ध आधारभूत विद्यालयको यो भवन रातारात गायब भएको छ। यो घटनापछि सबैजना चकित छन्। एउटा स्कुल, त्यो पनि सरकारी स्कुल जसको स्वामित्व नगरपालिकामा छ, त्यो स्कुल रातारात गायब भयो। स्कुलको बिल्डिङ नै छैन। यो कति भनौँ समाज कुन किसिमले अगाडि बढिरहेको छ हामी हेर्न सकिन्छ। जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 5 को यो दृश्यमा देखाइरहेको छु। यो स्कुलको भवन कहाँ गयो त्यो पनि कसैलाई पनि थाहा छैन। यो कति गम्भीर विषय हो। यो भइरहँदा नगरपालिका, वडा कार्यालय र प्रहरी प्रशासन मौन बसिरहेको छ। अहिलेसम्म यो कसले भत्कायो, किन भत्कायो, यसको केही पनि अत्तोपत्तो लागिरहेको छैन। यद्यपि हामीले यस विषयमा के हो यहाँको स्थानीयसँग बुझ्न प्रयास गर्छौँ, त्यसपछि यहाँको स्थानीय सरकारसँग बुझ्ने प्रयास गर्छौँ। हामीले यस विषयमा यहाँको स्थानीयसँग बुझ्न प्रयास गर्छौँ, तर यहाँ कोही पनि बोल्न भन्ने मान्नु भएन। यद्यपि हामी यस विषयमा अलिकति खोतल्न प्रयास गर्दा यो स्कुल अहिले चालु अवस्थामा भने छैन। यो स्कुल अहिले चालु अवस्थामा छैन भन्नुभयो र यो जमिन कुनै ट्रस्टको नाममा छ भनेर हामीले सुन्यौँ। र यो ट्रस्टको जमिन हुँदा स्कुललाई दिएको जमिन, स्कुलको भवन छ यहाँ, तर यहाँको एउटा स्थानीय नाम कसैले बोल्न मानिरहेको छैन। यद्यपि वारसले सायद बोल्नुहुन्छ त्यो नामहरू, तर यो स्कुल गायब पारियो। एउटा सरकारी स्वामित्वमा भएको स्कुल, सरकारी स्कुल र ट्रस्ट पनि सरकारी नै भनिन्छ, सरकारी नै हो त्यो, तर त्यो जमिनलाई कसैले मेरो व्यक्तिगत जमिन हो भनेर यो पुरै बिल्डिङलाई नै यो भत्काइदिएको छ र यहाँबाट इँटाहरू समेत चोरी भएको छ। यो कति अजीब घटना के। रातारात एउटा विद्यालयको भवन गायब भइदियो। एउटा भवन, सिङ्गो भवन गायब भइदियो। तर नगरपालिकासँग बुझ्दाखेरि नगरपालिकाले भन्छ यो स्कुलको कुनै पनि डाटा हाम्रो पालिकामै छैन भन्छ। यो कति गम्भीर विषय हो। एउटा स्कुल, सरकारले नगरपालिकालाई स्वामित्व दिएको सरकारी स्कुलको डाटा नै नगरपालिकाभित्र छैन। जितपुर सिमरा उपमहानगरपालिकाको शिक्षा शाखाले हामीलाई यो जानकारी दिएको छ। यो स्कुलको नाम हाम्रो पालिकामा कहीँ पनि लेखिएको छैन। हामीले यस विषयमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 5 का वडा अध्यक्ष दिपेन्द्र चौधरीसँग कुराकानी गर्छौँ। त्यही त मलाई मोटामोटी हिजो जानकारी पायो। त्यहाँको जुन फिल्ड टोलमा जुन बुद्ध प्रावि थियो त्यसको भवन भत्काइरहेछ। केही मान्छेहरूले भत्काइरहेछ। मलाई फोन मार्फत जानकारी भयो। जानकारी हुने बित्तिकै मैले त्यहाँ सचिव साहबलाई फोन गरेर मैले भने एउटा नगरपालिकालाई पत्र लेख्नुहोस्, हामीलाई यस्तो यस्तो यो फिल्ड टोलको भवन